अनि यस्तो प्रशंसा स्तुति हुन्थ्यो नि, वचन कहिलेकाहीँ त दिने समय पनि हुँदैन थियो। परमेश्वरको उपस्थिति यस्तो बलियो रीतिले आउँथ्यो प्रशंसा स्तुति गर्दाखेरि, मान्छे हामीले केही प्रचारै गर्नु पर्दैन थियो। आफै रोएर पश्चाताप गरेर प्रभुलाई क्षमा मागेर आफ्नो जीवन परिवर्तन गर्थ्यो। बन्धनमा परेकोहरूले उद्धार छुटकारा त्यतिखेर स्वतन्त्रता पाउँथ्यो उनीहरूले। कतिले गल्ती गरेर गुहारुँदै पश्चाताप गर्थ्यो। अनि कति समय त वचन नै हुँदैन थियो हाम्रो। स्तुति प्रशंसामै अब बितेको हुन्थ्यो समय, गुहारुको अब प्रभुको आत्माले काम गरेको छ। अब त्यहाँ किन गएर पवित्र आत्मालाई डिस्टर्ब गर्नु? पवित्र आत्माले सबैको जीवनमा काम गरिरहेको छ। एक दिन यस्तो उपस्थिति हरेक आइतबार हामी स्तुति प्रशंसामा हुन्थ्यो कि एक दिन के भयो, विगत आइतबार हामीले कुन विषयमा सुन्दै थियौँ तपाईँहरूलाई याद छ? गएको आइतबार कुन विषयलाई लिएर हामीहरूले वचन अध्ययन गर्दै थियौँ? वर्शिप, आराधना है, आराधनाको विषयलाई लिएर। अनि मैले के भनिरहेको थिएँ भने स्वर्गमा लाखौं करोडौं संख्याको रूपमा स्वर्गदूतहरूले परमेश्वरको के गरिरहन्छ? दिन रात नबिसाइकन आराधना गरिरहेको छ। दिन अनि रात नबिसाइकन अनसिजिङली परमेश्वरको लाखौं करोडौं स्वर्गदूतहरूले स्तुति प्रशंसा आराधना गरिरहेको छ। तापनि परमेश्वरले येशू ख्रीष्टलाई संसारमा पठाउनुहुन्छ कसको खोजी गर्नुको निम्ति? आत्मा र सत्यताले आराधना गर्ने साँचो आराधकहरूको। God sends His Son, one and only Son, Jesus Christ, to search for those worshippers who would worship Him in spirit and in truth. अचम्मको कुरा है यो हाम्रो आराधना यति, God gives so much importance to our worship. परमेश्वरले हाम्रो आराधनालाई यति महत्त्व दिनुहुन्छ, हेर्नुहोस् न। अनि मैले तपाईहरुलाई कारण बताए किन, अब म त्यसलाई दोहोर्याउन चाहन्न। किनकि परमेश्वरले हाम्रो स्तुति प्रशंसा अनि हामीहरूले गरेको आराधना यति धेरै रुचाउनुहुन्छ। वचनले के भन्दछ? भजन संग्रह 22 अध्यायको 3 पदमा हामीहरू पढ्नेछौँ। Psalms 22 verse 3. Yet you are holy, enthroned on the praises of Israel. यसको नेपाली अनि हिन्दी मैले पढिन, नेपाली र हिन्दी अनुवाद मैले पढेन। किनभने त्यहाँ अलिकति गलत इन्टरप्रिटेसन अनुवाद छ। त्यसैकारण म यसलाई आफैले नेपालीमा भन्नु कोसिस गर्नेछु। यहाँ के भन्दैछ भजन लेखकले? तापनि तपाईं पवित्र हुनुहुन्छ, इजरायलको प्रशंसामा तपाईं विराजमान गर्नुहुन्छ। अर्थात् इजरायलको स्तुतिहरूमा तपाईं विराजमान गर्नुहुन्छ। Enthroned on the praises of Israel. Hallelujah. इजरायलको अघि मेरो र कान्छा छोराको इजरायलको कुराहरू लिएर धेरै डिस्कसन र डिबेट भइरहेको थियो। आमा चाहिँ बीचमा आएर भयो सेवा जानुपर्छ ढिलो हुन्छ भनेर हाम्रो डिबेटलाई रोकिदिनु भयो। अनि इजरायल के हो? खास गरी इजरायललाई एउटा सर्टमा, एउटा वाक्यमा, एउटा सेन्टेन्समा भन्नु पर्दा इजरायल के हो? हजुर होइन, जोडले भन्नुहोस् न। यहुदी। भेरी गुड। अच्छा, यहुदी। परमेश्वरको अगाडि इजरायलको के हो? हजुर, पिपल हो। मान्छे त हामी पनि हो, जाति हो। बादमा के भनेको छ इजरायललाई? परमेश्वरको चोजन, चुनिएको जाति, चुनिएको जाति, चोजन नेसन है इजरायल, परमेश्वरले चुनेको जाति। नयाँ नियममा जब आउँछौ
Who are the chosen people? नयाँ नियममा जब आउँछौ चुनिएको जातिको हालेलुया को विश्वासीहरू पावलले के भन्छ अब असल इजरायलीहरूको हामी हौ जसको खतना मासुको होइन तर हृदयको भएको छ आत्मिक खतना भएको छ हामीहरू असल इजरायलीहरू भनेको छ हालेलुया है आमेन अनि यहाँ भजन लेखकले के भन्दछ किनभने यो समयमा भजन लेखकले लेख्दाखेरि चर्च थिएन मण्डली थिएन हैन मन्दिर थियो स्तुति आराधना गर्थ्यो मन्दिरमा गएर अनि यो भजन लेखकले के भन्छ इजरायल जाति परमेश्वरका चुनेका जातिहरूले जब स्तुति अनि आराधना गर्छ परमेश्वरले त्यहाँ सिंहासन लाउनुहुन्छ एन्थ्रोन भनेको के हो थ्रोन भनेको सिंहासन एन्थ्रोन भनेको सिंहासनमा स्थापित हुनु जब परमेश्वरका चुनेका जातिहरूले स्तुति र प्रशंसा गर्छ त्यहाँ परमेश्वरले सिंहासन लाउनुहुन्छ सिंहासन कसको हुन्छ सिंहासन कसको हुन्छ हैन संसारमा यति कमन जेनरली स्पिकिङ सामान्य तौरमा सिंहासनमा को बस्छ राजा बस्छ हैन सिंहासनमा को बस्छ राजा बस्छ राजा सिंहासनमा बसेर के गर्छ राज्य गर्छ कसमाथि राज्य गर्छ त्यो राज्य कसको हुन्छ त्यो राज्य त्यही राजाको हुन्छ हैन अब यतिकै एकछिनको लागि तपाईहरुलाई म एकदमै यस्तो भयंकर डरलाग्दो कुरा भन्छु एकैछिनको लागि मान्नुस् म राजा अरे है नेवार राजा नेवार किंगडम नेवारी किंगडम है नेवारको राज्य गरे अनि मेरो ज्वाइँ मुसुमुसा हाँस्नु हुँदैछ किनभने उहाँ तामाङ हो नि त अब पहिला भक्तपुरमा नेपालमा काठमाडौँतिर नेवारहरूको राज्य थियो हैन अनि मानिस म राजा म सिंहासनमा विराजमान अनि यो रुबेनको राज्य भयो त्यहाँ कसको हुकुम चल्छ कसको इच्छा चल्छ हैन अनि एउटा यो राज्यको नाम दियो गरे है रुबेनको राज्य या रुबेन राज्य या नेवारी किंगडम भनेर भन्यो गरे किनभने रुबेन नेवार भएको कारणले नेवार राज्य भन्यो गरे नेवारी राज्य भन्यो गरे नाम के आयो नेवार राज्य त जब परमेश्वर सिंहासन लाउनुहुन्छ त्यो सिंहासनमा बस्नुहुन्छ राज्य गर्नुहुन्छ कसको राज्य आयो त्यहाँ कसको राज्य आयो परमेश्वरको राज्य कहाँ आउँदो रहेछ जहाँ उहाँको जनहरूको स्तुति र प्रशंसा परमेश्वरलाई गर्दछ जुन ठाउँमा जहाँ परमेश्वरका चुनेका जनहरूले परमेश्वरको स्तुति र प्रशंसा गर्दछ त्यहाँ परमेश्वरले सिंहासन लाउनुहुन्छ त्यहाँ परमेश्वरको राज्य आएको हुन्छ त्यहाँ परमेश्वरले राज्य गर्नुहुन्छ त्यहाँ परमेश्वरको इच्छा पूरा भएको हुन्छ हालेलुया हामीले कति चाहन्छौँ परमेश्वरको उपस्थितिलाई हाम्रो जीवनमा अब प्रश्न गरौँ हामीहरूले कतिको चाहन्छौँ परमेश्वरको उपस्थितिलाई हाम्रो जीवनमा आफ्नो व्यक्तिगत जीवनमा परिवारमा मण्डलीमा आफू बसेको ठाउँमा परमेश्वरको उपस्थितिलाई हामी कति चाहना गर्छौँ कुन कुरामा निर्भर पर्छ यो कुरामा निर्भर पर्छ कि हामीहरूले चाहिँ परमेश्वरको कतिको स्तुति प्रशंसा गर्छौँ र कुन प्रकारले गर्छौँ सिंहासनमा स्वर्गमा परमेश्वर हुनुहुन्छ स्वर्गदूतहरूले रात अनि दिन उहाँको स्तुति प्रशंसा गरिरहेको छ तापनि जब संसारमा पृथ्वीमा तपाईं र मैले हामी जब मिलेर परमेश्वरको स्तुति प्रशंसा गर्छौँ त्यहाँ परमेश्वरले आफ्नो सिंहासन लाउनुहुन्छ त्यो चाहिँ अदृश्य सिंहासन हामीले प्रत्यक्ष रूपले देख्न सक्दैनौँ शारीरिक तौरले देख्न सक्दैनौँ शारीरिक तौरले त परमेश्वर स्वर्गमा हुनुहुन्छ उहाँको सिंहासन शारीरिक तौरले स्वर्गमा छ
तर जहाँ परमेश्वरको स्तुति आराधना हुँदछ त्यहाँ परमेश्वरले उहाँको सिंहासन उपस्थिति राज्य ल्याउनु हुँदछ। आमेन, हालेलुया। स्वर्गको स्तुति प्रशंसा आराधनाले परिपूर्ण छ। स्वर्गमा स्तुति प्रशंसा आराधना कहिले टुट्दैन। तापनि यस पापी पृथ्वीमा, पापले भरेको यस पृथ्वीमा परमेश्वरले हामीलाई उहाँको आराधनाको निम्ति सृजना भयो अनि बचाउनु पनि भयो उहाँको पुत्र येशू ख्रीष्टद्वारा। जब हामीहरूले आराधनाको जीवन जिउँछौँ, सुन्नुहोस् है, जब जब हामीहरू आराधनाको जीवन जिउँछौँ तब तब हामीहरू स्वर्गसँग मेलमा हुन्छौँ। वी एलाइन, इङ्ग्लिसमा भन्छ एलाइनमेन्ट भन्छ नि। एलाइनमेन्ट भनेको के बुझ्नुहुन्छ? यो त मेकानिकल कुराहरूमा कुरा गर्छ होइन, गाडीको कुरा होइन, गाडीको तल त्यो के भन्छ त्यसलाई, स्प्रिङ, व्हील एलाइनमेन्ट भन्छ, व्हील एलाइनमेन्ट होइन। अनि त्यो तल स्प्रिङ पनि हुन्छ। त्यो सब एलाइनमेन्ट त्यो ठिक्कै रेखामा मिल्नु पर्छ, एक अर्कासँग मिल्नु पर्छ। जब त्यो मिल्दैन तब गाडी डाङ्गोटिङ्गो हिँड्नु थाल्छ। एलाइनमेन्ट एउटै लाइनमा मजाले मिलेको हुनुपर्छ अनि गाडी राम्रोसँग जान्छ। जब हामीहरूले स्तुति र आराधनाको जीवन व्यतीत गर्छौँ नि तब स्वर्गसँग हाम्रो एलाइनमेन्ट हुन्छ। हालेलुया। हाम्रो कनेक्सन, हाम्रो सम्बन्ध स्वर्गसँग हुन्छ। हामी डाङ्गोटिङ्गो हिँड्दैनौँ, स्वर्गको एलाइनमेन्ट, स्वर्गको इच्छाको एलाइनमेन्टमा हामीले हिँडिरहेका छौँ। स्वर्गको उद्देश्यको एलाइनमेन्टमा, त्यो एउटै मेलमा हामीहरू हिँडिरहेको हुन्छौँ। हालेलुया। हैन, हेर्नुहोस् स्तुति आराधना कति महत्त्वपूर्ण कुरो छ। त्यसै कारण जब हामीहरूले परमेश्वरलाई स्तुति र आराधना गर्छौँ, मात्र हामीहरूले उहाँको उपस्थितिलाई आकर्षित गर्दैनौँ। भन्नुको तात्पर्य जहाँ परमेश्वरको स्तुति प्रशंसा हुन्छ त्यहाँ परमेश्वरको के हुन्छ? स्तुति प्रशंसा हुन्छ, त्यहाँ परमेश्वरको उपस्थिति हुन्छ। जब हामीहरूले स्तुति प्रशंसा गर्छौँ परमेश्वरको उपस्थितिलाई हामीले आकर्षित गर्छौँ हाम्रो बीचमा। तपाईँ बाटोबाट भएर जानु हुँदैछ, कतिजना यहाँ सङ्गीत प्रेमी हुनुहुन्छ? हात उठाउनुहोस् न। गीत सङ्गीत प्रेमी कतिजना हुनुहुन्छ यहाँ? गीतहरू मन पराउनुहुन्छ, सङ्गीत मन पराउनुहुन्छ? निलु बहिनी मन पर्दैन सङ्गीत गीत? अनि हात किन बहिनीलाई अनि खै त अन्त तिमीलाई के अरे ट्रेनर गीत सङ्गीत मन पर्छ होइन हामीलाई? तपाईँ बाटोबाट भएर जानु हुँदैछ, अचानक एउटा बाटोको छेउमा आवाज आउँदैछ, लाइभ म्युजिक बज्दैछ। के बज्दैछ? लाइभ म्युजिक। कसैले बाजा बजाएर गीत गाउँदैछ। अनि कुन चाहिँ गीत गाउँदैछ? तपाईँले एकदमै मन पराउने गीत गाउँदैछ। तपाईँ के गर्नुहुन्छ? बाटोमा हिँड्दा हिँड्दा के गर्नुहुन्छ? हेलो, के गर्नुहुन्छ? बाटोमा हिँड्दा हिँड्दा के गर्नुहुन्छ? रोकिन्छौँ, हामी केही रोकिन्छौँ अनि कि त फनक्कै फर्केर जहाँ गीत हुँदैछ ओपन मैदान सबैलाई स्वागत छ भने हामी जान्छौँ त्यहाँ, हो कि होइन? एक गीत चल्दै रहेछ, मेरो फेभरेट गीत, हिँड न एकछिन जाउँ न सुनौ, साथीभाइ कोही छन् एकछिन पसौँ न, हिँडौ न सुनौ भन्छौँ, हो कि होइन? राइट? त्यो गीत, त्यो सङ्गीतले हामीलाई के गर्छ? आकर्षित गर्छ, हाम्रो उपस्थितिलाई आकर्षित गर्छ त्यहाँ है। त्यसरी नै प्रिय, यहाँ सुन्नुहोस् है, एकैछिन ध्यान दिनुहोस् है। त्यसरी नै जब हामीहरूले स्तुति प्रशंसा गर्छौँ कसको उपस्थितिलाई आकर्षित गर्छ? परमेश्वरको उपस्थितिलाई आकर्षित गर्छ। उहाँले सिंहासन लाउनुहुन्छ, त्यहाँ उहाँले के गर्नुहुन्छ? राज्य गर्नुहुन्छ। उहाँको सिंहासनको कोठा बनिन्छ, थ्रोन रुम। थ्रोन रुम। राजाको राज्यमा धेरै कोठाहरू हुन्छ, ठुलो कोठाहरू हुन्छ हैन? तर राजा चाहिँ बसेर राज्य गर्ने चाहिँ उहाँको सिंहासनको कोठामा हुन्छ। त्यहाँ उसले ठुल्ठुलो निर्णयहरू गर्छ, त्यहाँबाट उसले आदेश दिन्छ, त्यहाँबाट उसले हुकुम गर्छ। जब हामीहरूले स्तुति आराधना गर्छौँ परमेश्वरको, उहाँको उपस्थितिलाई त आकर्षित गर्छौँ,
तर त्यो ठाउँ के हुन्छ? परमेश्वरको थ्रोन रूम हुन्छ, परमेश्वरको सिंहासनको कोठा बनिन्छ त्यो। हालेलुया, आमेन। त्यसैले गर्दा तपाईको जीवन, सुन्नुहोस्, मेरो जीवनलाई हामी के बनाउनु परेको छ? कसको सिंहासनको ठाउँ बनाउनु परेको छ? आज तपाईँ र मेरो जीवनमा, तपाईँ र मेरो हृदयमा कसको सिंहासन छ? कसको सिंहासन स्थापित भएको छ? को विराजमान हुँदैछ तपाईको हृदयको सिंहासनमा आज? यदि तपाईले चाहनुहुन्छ प्रभु तपाईको हृदयको सिंहासनमा विराजमान गरेको, तब तपाईको जीवन स्तुति र आराधनाले परिपूर्ण भएको जीवन हुनुपर्छ। आमेन। यदि तपाईले चाहनुहुन्छ तपाईको परिवारमा परमेश्वरले सिंहासन लाएको, परमेश्वर विराजित भएको, परमेश्वरको सिंहासन मेरो परिवारमा म देख्न चाहन्छु भने मेरो परिवारमा के हुनु परेको छ? परमेश्वरको स्तुति आराधना हुनु परेको छ। आमेन, हालेलुया। आजभोलि हामीले धेरै प्रकारको कुराहरूमा, सामाजिक सञ्जालको कुराहरूमा समय बिताइरहेको हुन्छौँ। हाम्रो यन्त्रहरू भनौँ, डिभाइसेसहरू, स्मार्टफोन्सहरू, हैन, कम्प्युटर, ल्यापटप, धेरै कुरामा हामी समय बिताउँछौँ। तर के हामी परिवार मिलेर परमेश्वरलाई स्तुति प्रशंसा चढाउँछौँ? यदि गर्दैनौँ भने त्यहाँ कसरी परमेश्वरको सिंहासन हुन्छ? कसरी त्यहाँ परमेश्वरको राज्य हुन्छ? तपाईको जीवनमा, तपाईको परिवारमा तपाईले जुन कुरो गर्नुहुन्छ, जुन कुरोलाई ठाउँ दिनुहुन्छ, त्यही कुराले राज्य गर्छ। त्यही कुराले के गर्छ? राज्य गर्छ। उदाहरणको निम्ति अब जब फिल्मको कुरा आउँछ, सिनेमाको कुरा आउँछ, हैन, विभिन्न प्रकारको सिनेमाहरू छ, फिल्महरू छ। एक्सन मुभिज, कतिलाई एक्सन मुभिज मनपर्छ है? थ्रिलर मुभिज, एडभेन्चर मुभिज, हैन, ड्रामा, सस्पेन्स, अनि एउटा के छ? हरर। हरर मुभी। हरर चाहिँ के को मुभी हो? के को मुभी हो? भूत आत्मा, दुष्ट आत्मा, भूत आत्मा, दुष्ट आत्माको। यदि तपाईँ क्रिस्चियन हुनुहुन्छ अनि हरर मुभी मन पराउनुहुन्छ भने ठुलो प्रश्न छ। जसले भूत आत्मा मन पराउँछ उसले भूत आत्माको फिल्म हेर्छ। बुझ्नुहोस् है यो कुरा। जब तपाईले भूत आत्माको हरर फिल्म हेर्नुहुन्छ, त्यो कोठामा थाहा छ कसको उपस्थिति आउँछ? तपाईले विश्वास गर्नुस् नगर्नुस्, तपाईले त्यहाँ दुष्ट आत्माको उपस्थितिलाई ल्याउनुहुन्छ। तपाईले बाटो बनाइदिनुहुन्छ दुष्ट आत्मालाई तपाईको कोठाभित्र, तपाईको दिमाग, तपाईको हृदयभित्र प्रवेश गर्नको लागि। त्यसै कारण भूत आत्माको फिल्म हेरेपछि तपाईलाई के लाग्छ? के लाग्छ? डर। बाइबलमा के भनेको छ? डरलाई के भनेको छ? परमेश्वरबाट आउँछ डर? कोबाट आउँछ भनेछ? शैतान भनेको छ, दुष्ट आत्मा भनेको छ, डरको आत्मा भनेको छ। आत्मा कस्तो आत्मा हो? डरको आत्मा, दुष्ट आत्मा हो। जब तपाईले भूत प्रेतको फिल्म हेर्नुहुन्छ तब तपाईलाई डर जब लाग्छ, डरको आत्मा तपाईले जे कुरो हेर्नुहुँदैछ त्योद्वारा प्रवेश गर्छ। यु ओपन अप अ पोर्टल। पोर्टल थाहा छ? पोर्टल भन्छ नि इङ्ग्लिसमा। पोर्टल, द्वार। तपाईले द्वार खोलिदिनुहुन्छ। अनि त्यसै कारण मैले हरर फिल्म हेर्दैन। पहिला हेर्थे, तर जब बुझे मैले सोच्थे म प्रभुको जन, मलाई यो दुष्ट आत्माले के गर्नु सक्छ भनेर हेर्थे। तर मैले पछि बुझे होइन, यो दुष्ट आत्माको बढावा दिएको छ, डरको बढावा दिएको छ, दुष्ट आत्माको, डरको आत्मालाई बढावा दिएको छ। यहाँ किन मैले यो हेर्ने? अनि डरको वातावरण पैदा गर्छ। त्यो घरलाई प्रदूषित गर्छ, त्यो घरलाई, त्यो कोठालाई, त्यो ठाउँलाई।
डिफाइल गराउँछ। त्यसै कारण म हेर्दिनँ हरर फिल्म, किनभने त्यसकै उपस्थिति ल्याउँछ। त्यसरी नै जहाँ परमेश्वरको स्तुति, प्रशंसा र आराधना छ, त्यहाँ कसलाई आकर्षित गर्छ? हामीले परमेश्वरको उपस्थितिलाई आकर्षित गर्छ। तपाईले मेरो प्रियजन हो, तपाईको जीवनमा, तपाईको परिवारमा कसलाई आकर्षित गरिरहनु भएको छ? प्रश्न छ तपाईहरुको लागि। त्यसै कारण म यो भन्नु चाहन्छु, तपाईको जीवनलाई, तपाईको घर परिवारलाई, तपाईको मण्डलीलाई, तपाई गाडीमा बस्दा जहाँ पनि हुन्छ, तपाईले परमेश्वरको सिंहासन, परमेश्वरको राज्य तपाईको बीचमा भएको होस्। आमेन, आमेन। भजन लेखकलाई यो कुरा थाहा थियो, स्तुति आराधनाको कुरा, अनि यसको महत्त्वताको कुरा थाहा थियो, यसको महत्त्व थाहा थियो भजन लेखकलाई। त्यसैले भजन लेखकले के भन्छ थाहा छ? भजन सङ्ग्रह पढौँ न हामीले 150, यो चाहिँ हामी नेपालीमा पढ्नेछौँ। भजन सङ्ग्रह 150 पढौँ हामीले, अन्तिम अध्याय भजन सङ्ग्रहको, अनि 6वटा पद छ यसमा है। हेर्नुहोस्, यो भजन लेखकले भन्छ, अच्छा यो हिन्दीमा रहेछ, नेपालीमा पढिदिन्छु। एक 150 भजन सङ्ग्रह। हालेलुया, परम प्रभुलाई उहाँको पवित्र स्थानमा प्रशंसा गर, उहाँको महिमामय आकाशमा उहाँको प्रशंसा गर, उहाँका शक्तिशाली कार्यहरूका निम्ति उहाँको प्रशंसा गर, उहाँको उत्कृष्ट महानताको निम्ति उहाँको प्रशंसा गर, तुरही बजाएर उहाँको प्रशंसा गर, वीणा र सारङ्गी बजाएर उहाँको प्रशंसा गर, खैलजडी र नाचका साथ उहाँको प्रशंसा गर, तार वाद्य र बाँसुरी बजाएर उहाँको प्रशंसा गर, झ्यालीका झङ्कारका साथ उहाँको प्रशंसा गर, गुन्जेमान पार्ने झ्यालीहरू बजाएर उहाँको प्रशंसा गर, सास हुने हरेक प्राणीले परमप्रभुको प्रशंसा गरोस्। हालेलुया। अरू बाइबलमा चाहिँ प्रेज द लर्ड भनेको छ, हालेलुया भनेको नै प्रेज द लर्ड हो। हालेलुया, आमेन। यहाँ भजन लेखकले के भन्दैछ? के गर्नु भन्दैछ? प्रशंसा गर, प्रशंसा गर, झ्याली बजाएर, वीणा बजाएर, तार भएको इन्स्ट्रुमेन्ट्स बजाएर, होइन, जे बाजाहरू झ्यालीहरू बजाएर प्रशंसा गर भनेको छ, आज्ञा दिएको छ। यो परमेश्वरले आज्ञा दिनुभयो, परमेश्वरको वचन हो, होइन। तर भजन लेखकले भन्दैछ, परमेश्वरले भनेको छैन कि मेरो प्रशंसा गर जबरजस्ती भन्न परमेश्वरले कसैलाई कर गराउनु भएको छैन। तर जसले परमेश्वरको स्तुति प्रशंसा गरिरहेको छ र जसले परमेश्वरको स्तुति प्रशंसाको महत्त्वलाई बुझेको छ, अर्थलाई बुझेको छ, उसले अरूलाई पनि भन्दैछ, आऊ तिमीहरू यतिकै नबस, ताली बजाऊ, होइन, प्रशंसा गर, विभिन्न प्रकारको बाजाहरू बजाएर प्रभुको के गर? प्रशंसा गर। अनि बाजाहरू बजाउनु जान्दैनौ, जान्नुहुन्न भनी यहाँ के भनेको छ अन्तमा? सास हुने हरेकले के गरोस्? सास हुने हरेक प्राणीले परम प्रभुको प्रशंसा गरोस्। हालेलुया। कतिजनाको सास छ? सास छ भने हामीले के गर्नुपर्छ? परमेश्वरको प्रशंसा, स्तुति गर्नुपर्छ। भन्नुको अर्थ यहाँ विकल्प होइन रहेछ, प्रशंसा गरे पनि हुन्छ, मुड लागे नगरे होइन। कतिपय समय हामी जब खुसी छौँ, जब हामी मुडमा छौँ, खुसी लागेको छ, तब प्रभुको गीत गाउँछ, झन् हालेलुया प्रभु धन्यवाद भन्दै हामी गाउँछौँ। जब मुड हुँदैन, दुखी हुन्छ, अफसोस हुन्छ, खल्तीमा पैसा हुँदैन, होइन, तब एकदम निराश भएर बसेको हुन्छ, स्तुति प्रशंसा गर्दैनौँ। म के भन्नु चाहन्छु भने, मुडलाई नहेर्नुहोस्, तपाईँको मुड कस्तो छ, जस्तो जे होस्
हैन? जस्तै सुकै मुड किन नहोस्, के गर्नु? परमेश्वरको प्रशंसा गर्नु। हालेलुया, आमेन। भजन लेखकले के भन्छ थाहा छ? भजन सङ्ग्रहको अरू अरू ठाउँमा के भनेको छ? गाएर, गीत गाएर प्रभुको प्रशंसा गर, कराउ चर्को स्वरले भनेको छ। व्हाट इज द मिनिङ अफ चर्को स्वर? चर्को स्वर भनेको के हो? हेलो, हालेलुया, हालेलुया, प्रशंसा प्रभु तपाईलाई, यो चर्को स्वर हो। चर्को स्वर भनेको के हो? चर्को भन्ने शब्द हामीले केमा प्रयोग गर्छौं? नुन। जब नुन के हुन्छ? जब नुन कम्ती हुँदाखेरि के भन्छौं? खल्लो। हाम्रो स्तुति प्रशंसामा नुन कम्ती छ भने खल्लो हुन्छ। नुन धेरै छ भने के हुन्छ? खाना के हुन्छ? तर यहाँ के भनेको छ? चर्को स्वरले प्रभुको स्तुति प्रशंसा गर। जस्तै नुन धेरै खाना त मिठो, हेर्दाखेरि मजाको बास्ना आइरहेको छ, यति नुन नुन धेरै भयो, चर्को भयो खाना, है हामीलाई मन पर्दैन। तर जब प्रशंसा र स्तुतिको गान कुरा आउँछ नि, तब खल्लो पनि होइन, ठिकैको पनि होइन, चर्को स्वरले प्रभुको स्तुति प्रशंसा गर भनेको छ। हालेलुया, आमेन। अनि ताली बजाएर भनेको छ अर्को ठाउँमा। ताली बजाएर के भनेको छ? प्रभुको प्रशंसा गर, ताली बजाएर। आज हामीले ताली एउटा पनि ताली बजेन आज, है स्तुति प्रशंसामा, किनभने आज सायद हामीले प्रेज गीतहरू गाएनौँ। आज हामीले खालि वर्शिपको गीत गायौँ, स्लो गीत गायौँ। हाम्रो स्लो गीत त ताली बजाउनु मिल्दैन। तर म यो भन्नु चाहन्छु हाम्रो यहाँ छोराछोरीहरूलाई जहाँ पनि हुनुहुन्छ, होइन, हामी जो आराधना दोहोऱ्याउँछौँ, अगुवाई गर्छौँ, जब हामी स्तुति प्रशंसा गर्छौँ, स्तुति प्रशंसामा मैले भनिहालेँ परमेश्वरको उपस्थिति हुन्छ। स्तुति प्रशंसामा छुटकाराको कार्य हुन्छ। पाउल र सिलासलाई चाबुक लगाएर साङ्लोले खुट्टा हात बाँधेर जेलखानमा राखेको थियो, जेलभित्र थुनेर राखेको थियो, होइन? तपाईँलाई थाहा छ त्यो कहानी? अनि त्यसपछि पाउल र सिलासले के गर्दै बस्यो तपाईँलाई थाहा छ? के गर्दै बस्यो? उनीहरू कम्प्लेन गर्दै बस्यो, खै परमेश्वरले त हामीलाई छुटकारा पनि दिनु भएन, हामीलाई त्यही पिज्यो, यिनीहरूले चाबुक लगायो, अनि परमेश्वरले त हामीलाई बचाउनु पनि भएन भन्ने उनीहरू गनगन गरे। प्रेरितको 16 अध्यायमा पाउनुहुन्छ, 25 र 26 पछि गएर पाउन सक्नुहुन्छ, अहिले लेख्न सक्नुहुन्छ। प्रेरित अध्याय 16, प्रेरितको पुस्तक 16 अध्याय 25 र 26 मा यहाँ के भनेको छ? आधा रातमा पाउल र सिलास उनीहरू प्रार्थना गर्दै परमेश्वरको निम्ति, अच्छा हामी पढौँ, ठिकै छ, पढेको राम्रो। प्रेरित 16 अध्याय 25 र 26। तर आधा राततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्वरका भजन गाइरहेका थिए र अरू कैदीहरूले सो सुनिरहेका थिए। तब एक्कासी एउटा ठुलो भैँचलो गयो र झ्यालखानका जगहरू हल्लियो र तुरन्तै जम्मै ढोकाहरू उघ्रियो र सबैका बन्धनहरू खुले। हालेलुया। आधा रातमा पावल र सिलास दिनभरि चाबुक खाएर, है, शरीर कति दुखेको होला, तर उनीहरूले के गरिरहेको थिए? आइया आठो भनिरहेको थिए? होइन, के गरिरहेको थिए? स्तुति प्रशंसा गरिरहेको थिए परमेश्वरको स्तुति प्रशंसा गर्दा गर्दा अचानक त्यहाँ त भुइँचलो भूकम्प आयो भनेको छ। त्यो ठाउँमा भूकम्प आएर अनि त्यो जेलखानको गेट, है, के भयो भनेको छ? जेलखानको जगहरू हल्लियो, साङ्लोहरू सबै आफै टुट्यो, छुटकारा साङ्लो। अनि जेलको पुरा दैलोहरू, गेटहरू पुरा खोलियो। आज मेरा प्रियजनहरू, कुन चाहिँ साङ्लोमा बाँधिदिनु भएको छ तपाईँ? कुन चाहिँ साङ्लोले तपाईँलाई बाँधेर खुट्टा हात चल्नेमा बनाइदिएको छ? कुन चाहिँ जेलको भित्र तपाईँ लक हुनु भइरहेको छ? के कस्तो प्रकारको जेलमा तपाईँ आज कैद हुनुहुन्छ?
अय्या आफू भनिरहेको होला, कहिले म यसबाट उम्किनु पाउँछु, कहिले छुटकारा पाउँछु भनिराख्नु भएको होला प्रिय। कहिले छुटकारा पाउँछु र म प्रभुलाई धन्यवाद दिन्छु, प्रशंसा स्तुति गर्छु। पाउल र सिलासले भनेन कि जब हामी यहाँबाट आजाद हुनेछौँ, स्वतन्त्र हुनेछौँ, तब हामी प्रभुको स्तुति प्रशंसा गरौँ है भनेन। त्यो कैदको अवस्थामा हुँदा हुँदै उनीहरूले के गरे? प्रभुको स्तुति र प्रशंसा गरे। तपाईँ जस्तो पनि परिस्थिति अवस्थामा किन नहोस्, के गर्नुहोस्? तपाईँले प्रभुको प्रशंसा र स्तुति गर्नुहोस्, छुटकारा आउनेछ। हालेलुया। तपाईँ डिप्रेसनमा हुनुहुन्छ, तपाईँ डिप्रेस्ड हुनुहुन्छ, डिप्रेसनमा हुनुहुन्छ, एन्जाइटी होला, व्याकुल भएको होला, मन खल्लो बनाएको होला, धेरै प्रकारको सोच विचार खेलिरहेको होला तपाईँको दिमागमा। तपाईँले अझै विचार गर्नुहुन्छ, अझै सोच फिक्री गर्नुहुन्छ, अझै चिन्ता गर्नुहुन्छ, झन् चिन्तामाथि चिन्ता हुन्छ, चिन्ताको भित्र अझै चिन्ता र सोच फिक्रीको दलदलमा तपाईँ डुब्दै डुब्दै जान्छ। त्यस बेला के गर्नुपर्छ? तपाईँले प्रभुको स्तुति प्रशंसा गर्नुहोस्, प्रभुलाई धन्यवाद दिनुहोस्, स्तुति प्रशंसा गर्दै रहनुहोस्। प्रभु मलाई यस्तो आइरहेको छ, जीवनमा यस्तो भइरहेको छ, म तपाईँको स्तुति प्रशंसा गर्छु। तपाईँको साङ्लोहरू भाँचिनेछ, टुटेर जानेछ। तपाईँलाई कैदमा रहेको झ्यालको ढोकाहरू खोलिनेछ, उघाडिनेछ, तपाईँ आजाद स्वतन्त्र हुनुहुनेछ। हालेलुया। त्यसैले जब हामी स्तुति प्रशंसा गर्न आउँछौँ, यु अलवेज इट इज अ गुड थिङ। रुल होइन मैले, इट्स अ गुड थिङ टु स्टार्ट विथ प्रेज। मान्छेहरू कतिपय समस्या प्रब्लमहरू लिएर आएको हुन्छ होइन। भजन लेखकले भन्छ ताली बजाऊ, नाच, द्याट शुड बी द वर्स प्रेजको टाइममा हामी के हुनु परेको छ। पहिला हामीहरू उता शिलङमा हुँदाखेरि हाम्रो चर्चमा त्यति बाजा बजाउन आउँदैन थियो। मैले अब सोच्छु, म पास्टर थिएँ, मैले नै आराधना अगुवाई गर्थेँ, किनभने अरू कोही थिएन गिटार बजाउन जान्ने। अनि त्यो गिटार पनि मैले आफै अन्दाजले बजाउँथेँ। राइट कर्ड मिलेको छ कि मिलेको छैन थाहा छैन, तर हृदयको कर्ड चाहिँ प्रभुसँग मिलेको छ। आमेन, हालेलुया। अनि हामीले प्रशंसा स्तुति गर्थ्यौँ। तपाईँलाई विश्वास लाग्दैन होला, घन्टौँ जान्थ्यो, 30 मिनट होइन, घन्टौँ दिन्थ्यो स्तुति प्रशंसामा। यस्तो पवित्र आत्माको कार्य हुन्थ्यो त्यहाँ। नाचेर उफ्रेर ताली बजाएर नानी केटाकेटी ठुलो मान्छेहरू नाच्थ्यो, उफ्रिन्थ्यो, प्रभुको प्रशंसा गर्थ्यो। छुटकाराको काम हुन्थ्यो त्यहाँ। भूत आत्मा लागेको मान्छेहरू त्यतिखेर छुटकारा कतिजना पाएको मैले तपाईँलाई भन्नु सक्छु, गवाई दिनु सक्छु। धेरै कहानीहरू छ। आमा यहाँ हुनुहुन्छ, हामी अन्नुलाई थाहा छ, हाम्रो सायद दाजुभाउजूलाई थाहा छ यहाँ त्यो ठाउँमा कस्तो सेवा हुन्थ्यो, किन? प्रशंसा स्तुतिले गर्दाखेरि। अनि यस्तो प्रशंसा स्तुति हुन्थ्यो नि, वचन कहिले कहिले त दिने समय पनि हुँदैन थियो। परमेश्वरको उपस्थिति यस्तो बलियो रीतिले आउँथ्यो प्रशंसा स्तुति गर्दाखेरि। मान्छे हामीले केही प्रचार नै गर्नु पर्दैन थियो, आफै रोएर पश्चाताप गरेर प्रभुलाई क्षमा मागेर आफ्नो जीवन परिवर्तन गर्थ्यो। बन्धनमा परेकोहरूले उद्धार, छुटकारा, त्यतिखेर स्वतन्त्रता पाउँथ्यो उनीहरूले। कतिले गल्ती गरेर गुहारुँदै पश्चाताप गर्थ्यो, अनि कति समय त वचन नै हुँदैन थियो हाम्रो। स्तुति प्रशंसामै अब बितेको हुन्थ्यो समय, गुहारुको अब प्रभुको आत्माले काम गरेको छ, अब त्यहाँ किन गएर पवित्र आत्मालाई डिस्टर्ब गर्नु? पवित्र आत्माले सबैको जीवनमा काम गरिरहेको छ। एक दिन यस्तो त्यो उपस्थिति हरेक आइतबार हामी स्तुति प्रशंसामा हुन्थ्यो कि एक दिन के भयो, यहाँबाट उयो पर यो छाना देख्नुहुन्छ नि होइन, बाहिर हेर्नुहोस् त, झ्यालको बाहिर उयो साइनबोर्ड देख्नु भएको छ है, साइनबोर्डको यो पछाडि हौ त्यतिको टाढोमा हाम्रो घर पेटीको घर थियो, घर मालिकको घर थियो। हाम्रो सेवा घर चाहिँ यहाँ थियो, हौ त्यतिको टाढोमा, त्यतिकै साइड टाढोमा चाहिँ घर मालिकको घर थियो। उहाँको किचन थियो त्यो साइडमा। यता हाम्रो सेवा घरतिर फर्केपछि उहाँको किचन थियो, त्यसपछि घर। अनि एउटा कामले म यस्तै त्यो त्यही हप्ता सेवा भएपछि त्यही हप्ता सोमबार हो कि मङ्गलबार म गएँ कि घर मालिकसँग के काम थियो, पैसा दिनु न के गर्नु। अनि त्यही चुलाको दैलो खुला थियो, चुलाकै दैलो, भान्सा घरकै दैलोबाट म पसेँ। अनि घर मालिक पनि त्यही रहेछ। अनि कुरा भयो, त्यहाँ कुराकानी भयो, काम भयो। घर मालकिनले मलाई के भने थाहा छ?
अनि अस्ति नै आइतबार तिमीहरूको चर्चमा के भएको यस्तो भनेर भने मैले भने किन के भएर भने तिमीहरू जब गाउँदै थियौ तिमीहरूको त्यहाँ चर्चबाट चाहिँ के बगेर आयो अनि हामी यहाँ चुनामा काम गर्दै थिएँ मेरो त आङ त श्रीङ्ग भयो पुरा तातो भयो मेरो पुरा कपालहरू उठ्यो यहाँ चुनासम्म पुरा के बगेर आएको मैले महसुस गरेँ भने त्यस्तो बलियो परमेश्वरको उपस्थिति प्रिय हो त्यस्तो बलियो त्यो कोठा भरेर जस्तै पानीमा ढुङ्गा हान्दाखेरि ठुलो ढुङ्गा हान्दा छाल त्यो यसरी जान्छ नि परमेश्वरको उपस्थितिको छाल त्यसरी बगेर गएको वरिपरिलाई छोएको त्यस्तो प्रकारको हाम्रो अनुभव हुन्थ्यो प्रिय हो आज दुःख लाग्छ मलाई कि हाम्रो स्तुति प्रशंसा कतिपय छ नि सन्डेको स्तुति प्रशंसा हामी प्रभुलाई धन्यवाद दिन्छौँ मैले कसैलाई क्रिटिसाइज गर्नु चाहेको होइन कोही हाम्रो म्युजिसियन वर्सिप लिडर्सलाई क्रिटिसाइज गरेको होइन प्लिज मिसअन्डरस्ट्यान्डिङ नगर्नु गलत मलाई नसम्झिनु मैले चाहिँ के भन्दैछु भने हाम्रो चर्च भने सामान्य रूपमा सबै जेनरल जहाँ पनि म जान्छु स्तुति प्रशंसा एउटा ड्युटी एउटा रुटिन एउटा लिटर्जी भएको छ यो चाहिँ आइतबारमा वचन दिनुभन्दा अगाडि स्तुति प्रशंसा हुन्छ हामी स्तुति प्रशंसा गर्छौँ त्यो एउटा ड्युटी प्रथा मात्रै भएको छ हामीले त्यो गम्भीरताले प्रशंसा स्तुति गर्न छोडिसकेको छौँ स्तुति प्रशंसाको अर्थ महत्त्वलाई हामीले बिर्सिसकेको छौँ मैले यो भनेको होइन कि स्तुति प्रशंसामा डाङडाङरा डुङडुङ हुन्छ हुनै पर्छ मान्छेहरू चिच्याउनै पर्छ लड्नै पर्छ भनेको होइन मैले के भन्नु चाहेको भने परमेश्वरको उपस्थिति हुनुपर्छ अनि जहाँ परमेश्वरको उपस्थिति हुन्छ त्यहाँ स्वतन्त्रता हुन्छ आजादी छुटकारा हुन्छ Where the spirit of the Lord is, there is liberty भनेको छ जहाँ परमेश्वरको आत्मा छ त्यहाँ स्वतन्त्र छ भनेको छ आज हाम्रो स्तुति प्रशंसामा खालि गरेर गाना होइन तर स्तुति प्रशंसा गर्दा प्रभुलाई उछाल्दा हामी जुन चाहिँ बन्धनहरू लिएर आएको छ त्यो सबै फुटालेको हुनुपर्छ हामी ताली बजाएर उठेर नाचेर खुसी आनन्द आजादीको साथमा स्तुति प्रशंसा गर्ने प्रकारको हुनुपर्छ वर्शिपमा जान्छौँ गहिरो गीत राम्रो कुरो एकदम हामी प्रभुसँग मग्न हुन्छौँ तर प्रशंसामा पनि जानुपर्छ जसमा कि हामी परमेश्वरको महानता उहाँको सामर्थ्य शक्तिको घोषणा गर्छौँ अनि we celebrate his power who he is हैन परमेश्वर जो हुनुहुन्छ त्यसको विषयमा हामी उहाँलाई महिनी पार्छौँ ताली बजाएर हो जस्तै कि एउटा गीत छ नि यहोवा राजा है के पो त्यो सामर्थ्य से भरा अब यहोवा राजा है सामर्थ्य से भरा we are declaring his power his greatness जब शैतानको मुखको अगाडि हामी परमेश्वरको बढाई प्रशंसा स्तुति गर्छौँ शैतान त त्यहाँबाट भाग्नै पर्छ हालेलुया आमेन अरे प्रशंसा स्तुति गर्नुहोस् प्रभुलाई महिमा दिनुहोस् त्यो हुनु परेको छ ताली बजाएर भनेको छ ओ ताली किन बजाउँछ हामीले कसैले राम्रो काम गर्दा हामीले ताली बजाउँछौँ जब हाम्रो टिमले गोल हाल्छ फुटबल टिमले होइन तब हामी जोडले के गर्छौँ ताली बजाउँछौँ परमेश्वरले हामीलाई विजय दिनुभएको छ के गर्नु परेको छ ताली बजाउनु परेको छ यतिकै ताली बजा अर्थको साथमा ताली बजाउँछ हामीहरू त्यसै कारण बाइबलमा आउनेछ ताली बजाएर उहाँको प्रशंसा गर हालेलुया आमेन जहाँ परमेश्वरको आत्मा छ त्यहाँ के छ गरे स्वतन्त्र छ समय बितेर गइसकेको छ धेरै कुरो बताउनु पर्ने तर ठिकै छ अहिलेको लागि म यति नै राखौँ होला हामी फेरि यसलाई अर्को आइतबार आरम्भ गर्नेछौँ आमेन हालेलुया फिलिङ्सलाई नपर्खिनुहोस् डोन्ट वेट फर द राइट फिलिङ टु कम इन अर्डर टु praise and worship the Lord. Just praise him because he is worthy. Whatever you're feeling. तपाईको फिलिङ्स जस्तै पनि होस् नपर्खनुहोस् मेरो फिलिङ राम्रो भयो मात्रै मुड राम्रो भयो होइन तपाईको मुड तपाईको फिलिङ जस्तो पनि होस् उहाँ प्रशंसा स्तुति आराधनाको योग्य हुनुहुन्छ उहाँलाई स्तुति प्रशंसा चढाउनुहोस्
हालेलुया। आज तपाईँ कुन चाहिँ समस्या लिएर आउनु भएको छ? कुन चाहिँ घटी कमी तपाईँको जीवनमा छ? कुन चाहिँ पाप र अधर्मको बन्धनले जक्रिनु भएको छ? प्रभुलाई प्रशंसा गर्नुहोस्, प्रभुलाई आराधना गर्नुहोस्। हामी एकछिन उठ्नेछौँ अनि त्यही गीत गाउनेछौँ। यस समय म मेरो ज्वाइँलाई, ड्यानियललाई बोलाउन चाहन्छु, निकालाई बोलाउन चाहन्छु। अनि के अरे हामी सबैले ताली बजाएर गाउँ ल। यहोवा, आज त म पनि गाउनु पर्ने हुँदैन ल।